आँसुले लेखेको पत्र भाग 2। जब जीवन सुखा हुन्छ। कहिलेकाहीँ जीवनमा यस्तो समय आउँछ जहाँ सबैतिर शून्य हुन्छ। मनमा मानौ कुनै तुफान आइरहेको छ। लाग्छ जीवन उजाड मरुभूमि झैँ भएको छ। रित्तो चिहान जस्तै सुनसान खाली खाली भएको छ। संसारलाई थाहा छैन होला, तर तपाईँ भित्र कतै अदृश्य पीडा बोकिरहनु भएको छ। आर्थिक बोझले निस्सासिएको महसुस गर्दै हुनुहुन्छ। तपाईँका धेरै रातहरू छटपटाहटमा बिते होलान्। कति सिरानीहरू आँसुले भिजे होलान्। अनि भित्रभित्रै मनमा भन्दै हुनुहुन्छ, अब म यो भारी बोक्न सक्दिनँ। म योबाट छुटकारा चाहन्छु। बिसाउने चौतारीको खोजीमा हुनुहुन्छ होला। जीवनमा धेरै दुःखहरू आए होलान् र आफैलाई एक्लो महसुस गर्नुभयो होला। तर तपाईँ एक्लो हुनुहुन्न। तपाईँसँग परमेश्वर हुनुहुन्छ। परमेश्वर मौन भएर काम गरिरहनु भएको छ। हो, उहाँ मौन हुनुहुन्छ तर निष्क्रिय हुनुहुन्न। सम्बन्ध टुट्दैछन्। आर्थिक सङ्कटले निस्सासिएको अनुभव भइरहेको छ। भित्रभित्रै चोटले कमजोर बनाइरहेको छ। सधैँ याद राख्नुहोस्, यो जीवनको अन्त होइन, यो त नयाँ कुराको सुरुवात हो। के तपाईँ जीवनको सबैभन्दा गहिरो अँध्यारो बाटो भएर जाँदै हुनुहुन्छ? अँध्यारो आफैमा गलत होइन, किनकि अँध्यारो रात बिना उज्यालो दिनको पनि त महत्त्व के नै हुन्छ र? त्यसैले यो तयारी हो उज्यालो दिनको, सुन्दर बिहानीको। हामी भत्किँदै जाँदा उहाँ हाम्रो जीवन पुनर्निर्माण गर्दै हुनुहुन्छ। यदि तपाईँ आज थाक्नु भएको छ, कतै आँखामा आँसु रोक्न सकिराख्नु भएको छैन भने शान्त हुनुहोस्। तपाईँ यसलाई मनले सुन्नुहोस्, भावनाले महसुस गर्नुहोस्। केवल आँखाहरू बन्द गरेर भन्नुहोस्, प्रभु, म यहाँ छु। म कमजोर छु तर ढलेको छैन। म केवल तपाईँको प्रतीक्षामा छु। यदि तपाईँ अहिले अँध्यारो बाटो हुँदै जानुभएको छ भने यो भिडियो तपाईँका आँसुहरू लेखेको कथा हो। दुःख आए पनि परमेश्वर मौन रहेर काम गरिरहनुहुन्छ। उही मौनतामा, उही अन्धकारमा, उही थकाइमा परमेश्वर तपाईँको लागि नयाँ अध्याय लेख्दै हुनुहुन्छ। मन भाँचिएको छ। गहिरो पीडाले तपाईँको आशाको दियो निभिएको छ। गहिराईमा नै धेरै अमूल्य कुराहरू पाइन्छ। पानीको मुहान पनि त गहिराईमा नै भेटाइन्छ। मोती पनि त समुद्रको गहिराईमा नै पाइन्छ। यी आँसुहरू कमजोरी होइनन्। प्रार्थना कहिलेकाहीँ शब्दमा होइन, आँसुमा हुन्छ, जसलाई परमेश्वरले कहिले इन्कार गर्नुहुन्न। हन्नाको प्रार्थना सुन्नुहुने परमेश्वरले तपाईँको पनि प्रार्थना अवश्य सुन्नुभएको छ। हागारको आँसु देख्नुहुने परमेश्वरले तपाईँको आँसु पनि देख्नुभएको छ। यी तपाईँको मनले लेखेको पत्र हुन्। परमेश्वरले पढिरहनु भएको छ। भनिन्छ नि, भरिनलाई पनि त पहिले रित्तिनु नै पर्छ। नयाँ पालुवा पलाउन पनि त पहिले पुरानो मर्नु नै पर्छ। यो प्रकृतिको नियम नै हो। जति माथि उचाइ चढ्न चाहन्छौँ, उति नै पहिला तल झर्नुपर्छ। जीवनमा हरेक पीडाको पछाडि एउटा गहिरो उद्देश्य लुकेको हुन्छ। हार मान्नु अघि एकपटक अझै उठ्ने कोसिस गर्नुहोस्। उज्यालो बिहानीले तपाईँको प्रतीक्षा गरेर बसेको छ। आँसुले लेखेको पत्र भाग 2 सुन्नुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईँको एक सेयरले कसैको जीवनमा आशा फर्किन सक्छ। धन्यवाद।